फाइनली यहाँ आइपुगेको छु म। यहाँ लेखेको छ ज्योतिर्लिङ्ग शिव दर्शन कैलाश पर्वत ट्याक्क लाएर उहाँ देख्न सक्नुहुन्छ। कैलाश पर्वतको ट्याक्क लाएर हिमाल त्यहाँ मूर्ति बनाइएको छ। ट्याक्क लाएर अब हामी त्यहाँ जाँदैछौँ। यहाँ चाहिँ खट्टा छ कि गाइस, यो चाहिँ खट्टै डिजाइनको स्टाइल बनाएको क्या ट्याक्क लाएर। लाइक सब्सक्राइब अल नोटिफिकेसन। हेलो गाइज, वेलकम ब्याक टु माई युट्युब च्यानल कुशल भ्लग च्यानलमा सबैजनालाई स्वागत अनि दर्शन नमस्ते भन्न चाहन्छु। भिडियो न्यू भ्लग गाइज। म चाहिँ आज आएको छु पिस पार्कको यो ओम शान्ति भवनमा। यहाँको अवस्था, यहाँको दृश्यहरू के कस्तो छ म त हजुरलाई देखाउने छु। भिडियो अन्तिमसम्म हेरिदिनु होला। भिडियो अन्तिमसम्म हेरि मेरो भिडियोलाई मन पऱ्यो भने लाइक कमेन्ट साथै मेरो च्यानललाई सब्सक्राइब गर्न चाहिँ नभुल्नु होला है त। सो गाइज, अब हामी भित्र छिर्दैछौँ। नामसाम लेखियो। अब चाहिँ हाम्रो भिडियो मार्फतै अब के कस्तो छ भित्रको दृश्यहरू कस्तो हुन्छ म हजुरहरू मार्फत देखाउने नै छु। भिडियो हेर्दै गर्नु होला है त गाइस। ल हेर्न सक्नुहुन्छ, ट्याक्क लाएर भित्र गेटबाट छिरियो हामी। यहाँको दृश्य यस्तो छ गाइस, हेर्न सक्नुहुनेछ। ट्याक्क लाएर रमाइलो छ त पार्क। हजुर आउनुभएको न पहिला, कस्तो छ? एकदम दामी छ, शान्त, एकदम शान्त वातावरण। यो खास विशेष के को लागि होला भनिदिनु। यो ओम शान्तिको पार्क हो। ट्याक्क लाएर यहाँ देख्न सक्नुहुन्छ है यहाँको दृश्य। यहाँको वाउ सुन्दर पुरा सफा छ। ओहो ट्याक्क लाएर वाउ खट्टा खट्टा बनाएको छ त यहाँ हेर्नु त पुरै यो ट्याक्क लाएर यो रुखबाट घाँस काटेर ट्याक्क लाएर चराको आकार यार गाइस बब्बाल छ यार, सुपर गाइस। यता हेरिदिउँ त। हाई हेलो हाई हेलो के भन्नुहुन्छ? हामी चाहिँ आज यस्तो ठाउँमा आइपुगेको छौँ गाइस, हेर्न सक्नुहुन्छ हजुरलाई। म हजुरलाई यहाँ सब देखाएको छु, देखाउने प्रयास गर्नेछु। ट्याक्क लाएर हेर्न सक्नुहुन्छ। फाइनली यहाँ आइपुगेको छु म। यहाँ लेखेको छ ज्योतिर्लिङ्ग शिव दर्शन कैलाश पर्वत ट्याक्क लाएर उहाँ देख्न सक्नुहुन्छ। कैलाश पर्वतको ट्याक्क लाएर हिमाल त्यहाँ मूर्ति बनाइएको छ। ट्याक्क लाएर अब हामी त्यहाँ जाँदैछौँ। ट्याक्क लाएर यहाँ म जाँदैछु गाइस, हेर्न सक्नुहुन्छ यहाँको दृश्यहरू खट्टा बनाएको रहेछ। के भयो आउनु पहिला म नजिकै गएर निहाल्दै म हजुरहरू सामु देखाउने प्रयास गर्नेछु गाइस। हेर्नु है त ट्याक्क लाएर यहाँ छ हाम्रो रातिको रोटाको चित्र बनाइएको छ ट्याक्क लाएर फाइनल्ली। निकास ट्याक्क लाएर सक्नुहुन्छ। गौमाता हुनुहुन्छ यहाँ हाम्रो, हाम्रो भगवान हुनुहुन्छ त्यो शिव भगवान। ल हेर्न सक्नुहुन्छ। सुन्दर दृश्य उहाँ खट्टा बनेको छ त गाइस। यो ढुङ्गाको हो न? ढुङ्गाको हो यस्तो दृश्य यहाँ छ गाइस। ट्याक्क लाएर हेर्न सक्नुहुनेछ। ल साथीहरू, हामी यहाँबाट फोटो सेसन गरेर अब हामी फर्किन लाग्यो। अब फेरि अर्को ठाउँमा जान्छौँ। अब अर्को ठाउँको दृश्य देखाउँछु म हजुरलाई कस्तो छ, हेर्दै गर्नु है त भिडियो। गाइस यहाँको दृश्य देख्न सक्नुहुन्छ। यो पनि एकदम खतरनाक छ गाइस। चरा अब हामी अगाडि बढ्दैछौँ। अझै हेर्न बाँकी छ केही दृश्यहरू। सम्मान स्वरूप होइन, समाधान स्वरूप न। ट्याक्क लाएर यस्तो छ गाइस। यता मान्छे छन् अलिअलि। ल गाइस ट्याक्क लाएर पनि यस्तो छ। पुरै पानी भरिरहेको गाग्रीमा। सुन्दर 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 सुपर।
ठ्याक्कै हेर्नुहोस् है गाइस हामी चाहिँ यता आइपुगेको छ आइपुगेको अवस्था यहाँ चाहिँ खट्टा छ कि गाइस यो चाहिँ खट्टै डिजाइनको स्टाइल बनाएको के ठ्याक्क लाएर सक्नुहुन्छ सुन्दर ब्युटिफुल पार्क यहाँ पनि खट्टा डिजाइनको छ है गाइस कोब्रा खट्टा बनाएर रहेछन् कि यहाँ चाहिँ सलक्क लाएर यहाँ चाहिँ छ एउटा गेट यहाँ छ एउटा प्रतीक्षालय टक्क लाएर मान्छेहरू बस्ने कुर्सी छ सुविधा त्यस्तो खासै केही रहेनछ गाइज यहाँ चाहिँ बाबा कुट्टी झुपडी डेटिङ निषेध छ है गाइज ल फाइनल्ली गाइज हामी फर्किँदैछौँ है यहाँको दृश्यहरू हजुरको माझ राखि नै सके छोटो मिठो भ्लग कस्तो लाग्यो गाइज मन पर्यो भने लाइक कमेन्ट साथै मेरो च्यानललाई सब्सक्राइब गर्न नभुल्नु होला है त चाहिँ अब चाहिँ हामी निस्किसक्यौँ गेटमा आइसकेको छु अब चाहिँ नेक्स्ट भ्लगमा भेटौँला है त Thank you for watching. For more updates, subscribe to my channel. Like or comment.